ल मेरो श्रीमती मेरी र हाम्रो मिसहरू एक्सर्साइज गर्दै हुनुहुन्छ। यहाँनिर यो खिम्ती खोला हो, माथि आएका छौँ हामी। यति राम्रो सुन्दर मनोरम दृश्य भएको ठाउँ। यो पारी देखिएको घाम लागेको एरिया, यो खोलाभन्दा पारी चाहिँ दोलखा जिल्ला हो। र यताबाट गएपछि यो खोला छ नि, खोलाबाट उता दोलखा जिल्ला, यो चाहिँ फेरि रामेछापपट्टि पऱ्यो। यो रामेछाप जिल्ला हो। यहाँ सबैजना आउने बिहान यहाँ बिहानको फ्रेसमा चाहिँ हावामा चाहिँ एक्सर्साइज गर्ने चलन छ। धेरैजना आउँथे, मलाई बोलाउँदै हुनुहुन्छ अब जाउँ भनेर। ल प्रभुलाई धेरै धन्यवाद, उहाँले दिनुभएको यो सबै कुराको लागि। साह्रै राम्रो ठाउँ छ यो। यो चाहिँ बालुवा भन्ने ठाउँ जान्छ। हाम्रो विश्वासी अमृत लामाको घर जाने बाटो हो। ठुलो हाई टेन्सन लाइन छ यहाँनिर, हिमाल हाइड्रोको हो। अब म यताबाट आएको, अब ओह्रालो झर्नुपर्छ म पनि। पसिनाले हुर्के बनाएको छ, खलखलै आउँछ पसिना चाहिँ। अनि जुगा फेरि त्यत्तिकै लाग्छ मित्रहरू, जुगा पनि छ। अनि म तपाईँलाई एउटा कुरा बताउँ, वीर विक्रम फिल्मको सुटिङ भएको एरिया चाहिँ यही हो है। दयाहाङ राईको वीर विक्रमको सुटिङ भएको ठाउँ यही हो। धेरै रमाइलो छ। अझ यो तल खोल्चेको छेकिएको छ, यो साइड छेकिएको छ। धेरै सुन्दर ठाउँ छ, आउनु होला घुम्नलाई हजुरहरू पनि। हाम्रो चुचुरे, राम्रो चुचुरेमा घुम्न आउनु होला। यो मेलेटारको एरिया हो। यहाँको वातावरण सुन्दर ठाउँहरू छ। अनि तपाईँलाई यो अचम्म लाग्ने एउटा स्टोनहरू छ, ठुल्ठुलो स्टोन। सायद तपाईँले यस्तो देख्नुहुन्न कहीँ पनि। यहाँ खालि ढुङ्गै ढुङ्गा छ। ठुलो पुल बनाएको छ रामेछाप र दोलखा जोड्नलाई। यहाँनिर एउटा पुल छ। अनि यो पुल तरेर चाहिँ हामी दोलखा जिल्ला छिर्छौँ। यतापट्टि रामेछाप पऱ्यो। अनि यहाँ ठुल्ठुलो ढुङ्गाहरू छ, शिलाहरू, पत्थरहरू। अनि धेरै मान्छेहरू यहाँ आउँछन्, फोटो खिच्न आउँछन्, घुम्न आउँछन्, रमाइलो गर्न, इन्जोय गर्नु र एक्सर्साइज गर्नको लागि एकदम उपयुक्त ठाउँ छ। अब मलाई जुगाले टोकिसकेको छ, यहाँनिर चिलाइसक्यो खुट्टाभित्र। एकछिनमा अब जुगा निकाल्दैछु है साथीहरू।